रिफ्र्याक्टिभ इन्डेक्समा के भयो रिफ्र्याक्टिभ इन्डेक्स है। अब हामीसँग यहाँ यो एउटा ओइल छ र यसमा के छ वाटर छ, हामी यो देख्न सक्छौँ। यसमा पनि के राख्छ। अब अब्जेक्टलाई हेर्दा कुन चाहिँ भित्र चाहिँ यो बटन जस्तो युज गरिरहेका छौँ, कुन चाहिँमा मोर बेन्डिङ देखिरहेको छ ओइलमा हो। कारण के होला त्यसपछि बेन्डिङ त एउटा मिडियमबाट अर्को मिडियममा लाइट जाँदाखेरि बेन्डिङको बराबर हुनुपर्ने हो नि हैन, मिडियम त छैन। तर यहाँ कस्तो भइदियो त दुईवटा मिडियम अलग अलग मिडियम भयो। among of them which one is the denser medium? कुन चाहिँ मिडियम डेन्सर हो हाम्रो ओइल डेन्सर हो। obviously that's why the more bend in the oil because the refractive index of the oil is higher। कारण के रहेछ त रिफ्र्याक्टिभ इन्डेक्स कस्तो बढी छ त्यो चिजमा भाग्नु हुन्छ भने आइनौ न हामीले हुँदैन एउटा हो। अब एक किन देखिरा होला अहिले यो ओइललाई जब मिक्स गरियो एक ठाउँमा रिफ्र्याक्टिभ इन्डेक्स एउटै भएपछि लाइट चाहिँ के हुँदैन भने बेन्ड हुँदैन। अघि यहाँ अलग अलग यहाँ टेस्टिङ भित्र के थियो क्लियर थियो र क्लियर भएको कारणले चाहिँ यो के भइरहेको थियो भित्र एपियर भइरहेको थियो। अलग रिफ्र्याक्टिभ इन्डेक्स भएको भएन क्लियरको अलग र ओइलको अलग। तर अब जब यसलाई मैले भरे त्यसपछि के भयो भने रिफ्र्याक्टिभ इन्डेक्स एउटै भएर चाहिँ के भयो त्यो चिज धेरै हरायो हो। अब अर्को चिज हेरौँ यहाँ यो देखिरहेको छ अघि किन हराएको छ है त्यो त जादु भएको होइन है। यो किन हराएको थियो अघिसम्म कसैले नोटिस गराइदिएन होइन। यता यता राख्दाखेरि पनि यो नदेखेको अब किन फेरि अब देखिरहेको हेरौँ देखिरहेको अनि अघि चाहिँ हराइरहेको यस्तो हुन्छ यो कारणले रहेछ गरे। यसमा चाहिँ डिफ्रेन्ट रिफ्र्याक्टिभ इन्डेक्स भएको कारणले चाहिँ यो के भएर रहेछ अघि इयर थियो यहाँ भित्र र इयरको कारणले इयरको रिफ्र्याक्टिभ इन्डेक्स अलग र ओइलको रिफ्र्याक्टिभ इन्डेक्स अलग भएको कारणले यिनीहरू के बाथे देखिए। तर जब हामीले यसको रिफ्र्याक्टिभ इन्डेक्स इयर र यो ग्लासको रिफ्र्याक्टिभ इन्डेक्स र यो ओइलको रिफ्र्याक्टिभ इन्डेक्स एउटै रहेछ। जब हामीले ओइल मिक्स गरिदियौँ यसमा तब लाइट चाहिँ यदि जहाँनिर के छैन भने जहाँनिर रिफ्र्याक्टिभ इन्डेक्स एउटै छ तब लाइट चाहिँ के हुँदैन रे बेन्ड हुँदैन। क्लियर भयो है। अब टोटल इन्टरनल रिफ्लेक्सनको पनि कुरो त्यही हो। जब हामीले यसलाई के गर्यौँ भने टेस्ट ट्युबलाई चाहिँ कहाँ राख्नु भने गरे यहाँभित्र पठाउँदाखेरि के भएको थियो मोर लाइट रिफ्लेक्ट गरेको थियो। त्यही भएर यो के भएको हो अरे एपियर भएको हो नि त साइनी लेख्या हो नि भित्र हाल्दा हो कि होइन है। तर बाहिर राख्दा चाहिँ के अरे अब यसलाई चाहिँ हामीले भरिदियौँ भने यो देखिन्छ त कारण के हो बिकज डिफ्रेन्ट रिफ्र्याक्टिभ इन्डेक्सको कारणले रहेछ। अब यहाँबाट लाइट चाहिँ कता गइरहेको यहाँबाट रिफ्लेक्ट भयो भने यहाँबाट आउने लाइटहरू भित्रपट्टि गइरहेको छ। डेन्सर मिडियम भयो डेन्सर मिडियम भेटेपछि फेरि अगाडिपट्टि के पायो अरे रेयर मिडियम पायो। अनि रेयर मिडियम पाएपछि यहाँबाट लाइट के भयो र टोटल इन्टरनल रिफ्लेक्सन भयो। यदि कति बेला टोटल इन्टरनल रिफ्लेक्सन हुन्छ भने इन्सिडेन्ट एंगल जब के हुन्छ भने ग्रेटर देन द क्रिटिकल एंगल। ल एकचोटि एकजना आउ लेजर लाइट लिएर यसलाई चाहिँ के गर्यो भने यसरी समातिन्छ है यसलाई सिधा ठीक छ। यो रिफ्र्याक्सन इन्डेक्स बढी भएको कारणले चाहिँ अब यसरी लाइट पठाउँदाखेरि चाहिँ लाइट कम्प्लिट उता गइरहेको हो। ल
फर्किरहेको छु त्यतातिर होइन जानुपर्ने कता हो अब यहाँनिर जब लाइट यता फर्किरहेको छ तब के भइरहेको छ यो भित्रपट्टिको टेस्ट ट्युब बढी चम्किरहेको छ कि छैन हेर त छ कि छैन हेर त यो यसको लागि ल आरेको लागि चालेको यही ठाउँमा हेर त यसै समात्दाखेरि अहिले के भइरहेको छ भने लाइट चाहिँ उल्टे टोटल इन्टरनल रिफ्लेक्सनको कारणले उल्टेतिर टल्किरहेको छ त्यहाँ गएर कसैले हेऱ्यो भने देख्छ है तर यसको उठाइदियो भने हेर त लाइट देखियो नि पास पनि भएन है अब यही ठाउँमा मैले यसलाई ओयल भर्दै गएँ भने फेरि के हुन्छ सरासर जान छोड्छ विचार गरौँ न हुन्छ कि हुँदैन के लाग्छ ल हेर है हेर्दा चाहिँ लाइट त गइरहेको मैले तार्दैन है त ल भित्र फर्किरहेको छ त छैन है त्यसैलाई भन्छौँ हामीले के भएको कारणले त टोटल इन्टरनल रिफ्लेक्सन जब यहाँनिर अघि चाहिँ किन इन्टरनल रिफ्लेक्सन अघि यतातिर लाइट किन रिफ्लेक्ट भइरहेको छ त्यस ट्युबबाट किन भएको किनभने हामीले लाइट यहाँ भित्रबाट कताबाट टेन्सन मिडियमबाट कतातिर पठाइरहेको रेयर मिडियम त्यस कारणले चाहिँ लाइट के भएको थियो रिफ्लेक्ट भएको थियो फेरि यतातिर आएको थियो कि थिएन तर जब हामीले यसरी ओएल भयो के भयो लाइट पास भयो ल थ्याङ्क यू हेर त यो किन भएको होला जब एंगल अफ इन्सिडेन्स के भयो भने ग्रेटर देन क्रिटिकल एंगल हेर त भित्रपट्टि भाङ्गिएर हिँडेको छ सँगै यस सर हेर त यति गर्दाखेरि पास भइरहेको छ यो भनेको रिफ्र्याक्सन फलो गर्यो तर जब के गरियो त एंगल इन्क्रिज गर्दै 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 गयो इन्सिडेन्स ग्रेटर भयो को भन्दा क्रिटिकल एंगल भन्दा त्यही भएर लाइट चाहिँ के हुन थाल्यो अब के हुन थाल्यो टोटल इन्टरनल रिफ्लेक्सन हुन थाल्यो हो अप्टिकल फाइबरहरु बनेको हुन्छ हेर यसरी नै जसरी हामीले वेभ ट्राभल गरेर देखिरहेको छ दायाँ बायाँ गर्दै माथि काट्छ कि छैन छ नि हैन हो त्यही प्रिन्सिपलमा चाहिँ अप्टिकल फाइबरहरुले काम गर्छ है त के हो आउने नि आउँदैन नि अब चाहिँ अप्टिकल फाइबरको युज कसरी हुँदो रहेछ भन्ने प्रोग्राम पनि हाल्यो हैन सिग्नल कसरी ट्रान्समिट हुँदो रहेछ भन्ने पनि थाहा भयो नि हैन ल अब हेर टोटल इन्टरनल रिफ्लेक्सनलाई चाहिँ अब्जर्भ गरौँ अब जस्तै हामीले कहिलेकाहीँ फिसहरु एक्वेरियममा के देखिन्छ थाहा छ माथिपट्टि देखिन्छ त माथिपट्टि आइस है अब एक्वेरियम भनेको फिस राख्ने घर पाँचले फिस रङ्गिजली पकाएर फिस राख्ने माछाहरु है तपाईँको लागि ताली दिनु अब यो यहाँबाट कता बाहिर पास भइरहेको छ अब यसबाट अलिकति मैले के गरेँ त ब्यान्ड गर्दै 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 लग्यो भने
अहिले अब यो कतातिर भयो यसलाई कताबाट आएको देख्छ यहाँबाट हेर्नु यहाँबाट हेर्नुले चाहिँ यो लाइट हुन्छ लाइट अलवेज कताबाट कता जान्छ भने स्ट्रेट पाथमा जान्छ हो कि हैन स्ट्रेट पाथमा जाने भएपछि लाइटले कस्तो देख्दो रहेछ यसरी लेजर बालेको जस्तो देख्दो रहेछ के त्यो बुझ्यो कि नि माथिबाट आखिर मैले बालेको कताबाट हो कि त्यो यस्तो नभएर उसले देखिने चाहिँ कताबाट आएको देख्दो रहेछ र भर्चुअल इमेज देख्छ है पारेन्ट पोजिसन यही चीज नै खासै यही चीज नै केमा देखिन्छ भने लुमिङको कारण पनि लुमिङ भनेको पनि के हो त एटमोस्फेरिक एयरले डिफरेन्ट के गर्छ त रेडियमहरु बनाइदिन्छ हैन त त्यो कारणले चाहिँ हिटको कारणले जसको कारणले चाहिँ अब डिफरेन्ट मेडियमहरु बनिन्छ त्यही कारणले चाहिँ हामी लुमिङ मिराज यी शास्त्रले हेर्दा त यहाँभित्र हरायो किन हरायो थाहा छ जस्तै कोइलको स्टेबल ग्लासभित्र चाहिँ हरायो तर यहाँभित्र हेर्दा त साइन भयो भएन नि हैन टेन्सन सुरु गरे कोइलहरुबाट ओइ डेन्सिटी पनि कस्तो रहेछ त्यही भएर एउटा चीज के चाहिँ थाहा भएन त चाहिँ डेन्सिटी बढी भयो भन्दैमा चाहिँ अप्टिकल्ली के भन्नु पर्यो डेन्सर अथवा अप्टिकल्ली रियरर भन्ने कुरा आउँछ है त हाम्रो त्यही भएर के भन्छ त अप्टिकल्ली रियरर छ कि डेन्सर छ भन्ने कुरा गर्छौँ ल हेर त अब यहाँ चाहिँ अलग अलग छ कि छैन डटपिन हो बडो कमालदार डटपिन छ यसलाई हेरौँ न एकछिन हेर त यो सारै राम्रो देखिया छ अब यसमा अलग छ कि छैन हेर त कारण के रहेछ यो चाहिँ रिफ्र्याक्सनको कारण अब मैले दुईटैमा देखियो दुईटैमा देखिरहेछ हो त्यसलाई एउटामा गायब गरौँ है त देखिरहेछ देखियो त्यसको तल त छ माथि तल देखिनेको कारण के हो वाटरको र यो ओइलको रिफ्र्याक्टिभ इन्डेक्स के भयो डिफरेन्ट भयो यही कारणले त्यहाँनिर चाहिँ लाइट के भयो भने रिफ्र्याक्ट भयो तर ओइल र यो ग्लासको रिफ्र्याक्टिभ इन्डेक्स के भइदियो सेम भयो त्यही कारणले यहाँ चाहिँ डेभिएसन हुन पायो त पाएन रिफ्र्याक्सन हुनै पाएन लाइट चाहिँ सेम स्पिडमा ट्राभल गर्यो किन रिफ्र्याक्टिभ इन्डेक्स के छ सेम हैन त त्यही भएर इन्डेक्स अफ रिफ्र्याक्सन यदि सेम हुन्छ भने चीज चाहिँ के हुँदो रहेछ हराउने रहेछ त्यही भएर यो जादु सिधै छ इन्डेक्स अफ रिफ्र्याक्सन ल थ्यांक यू एभ्रीबडी